थ्याङ्क यू बस्नु बस्नु डाक्टर कतै यो घर चाहिँ हेर्नु भएको थियो भाइ म त कहाँ हेरेको हो होइन भन्नाले यो घर टिकटकतिर हेर्नु भएको थियो मैले त्यो पनि आएर होइन यो ट्रिप प्लानै हो मान्छेले म त एकजना मान्छे पसेर खानु तर अब मान्छेले राम्रो राम्रो मैले अब फेरि अन्य सामग्रीहरू देखाउने फलो सबै छ यहाँ चाहिँ अब के गजब चाहिँ लाग्यो भने टिकटकै हेरेर 100 वर्ष पुग्ने बुढी मान्छे पनि आउनुभयो र जाँदै कति खर्च भयो खर्च यस्तै त कलमहरू पुरानै होइन हाम्रो गाउँतिर त्यो व्यक्ति कालो कलम लाउँदाखेरि व्यक्ति मुखेर चाहिँ लाउँदाखेरि पनि हुने अब कालो यस्तो भन्न पर्छ होइन ल घर बोकेर ल्याउनु भयो घर बोकेर यो जाँतो हो प्लेयर यता मान्द्र भन्नु घर निस्किन्छ कस्तो दामी देखेछ ल हजुर यहाँ पहिलोचोटि चार्ने पुरानो हो तर यो घर बनाएपछि चाहिँ अहिले सबैले यो भनेपछि भिडियो गरेर हजुरले उसैले यो पक्कै पनि धेरै मलाई सहयोग गर्दै हुनुहुन्छ अरूलाई तपाईँको आफ्नो सेयर गरेर है हजुर हजुर मैले अब उसमा यो हजुरले पहिला यो घरलाई टिकटकमै हेर्नुभयो त्यही आइरहन्थ्यो अनि माथि घर त तल उसबाट देखेर चाहिँ भित्तामा देखेर चाहिँ म अहिले माथि आएको अस्ति पहिला त यो मात्रै थियो होइन त्यही त यो अहिले देखेर माथि माथि हेर्न आएको हजुर नभए यो त बढी जसो अहिले टिकटकहरूमा लाएर मान्छेले देखाएर चाहिँ आइरहन्थ्यो होइन मैले चाहिँ तल भित्तामा देखेर ए हजुर त्यही भएर यसो मन पऱ्यो कि एकदम डिजाइन कस्तो दामी डिजाइन भन्दा नि हजुर यहाँ अब म चाहिँ किराँती समुदायको भएको कारणले मेरो आफ्नो 3 चुलाहरू त्यस्तै हामी त्यो चुला स्थापना गर्ने हो होइन अनि त्यस्तै चुलामा खाना पकाउने अब हामीले त्यही जाँतो झिक्कीमै कुटेर खाएको होइन अनि अर्को कुरा टुकी बालेर होइन त्यसबाट बिजुलीको कहाँ व्यवस्था थियो अनि त्यस्तोमा अनि यो हामीले बिताएको हामीले हुर्केको अथवा यस्तैमा हामीले भोगेको कुराहरूलाई चाहिँ अहिलेको नयाँ जेनेरेसनहरूलाई मुखैले भन्दा त उनीहरूलाई पत्याउनु गाह्रो छ होइन अनि यसरी चाहिँ यो देखाउने खलोको रूपमा अहिले त गाउँघरमा पनि कुट्ने पिस्ने 45,000मा आइहाल्छ जाँतो ढिकी छैन पहिलाको चाहिँ छोड्दै आएको थियो अब चाहिएको छ हामीलाई त्यो पहिलाको उसमा त्यो जस्तो हलो जुवा पनि अब मान्छे वस्तु नै पशुपालनै गर्दैन अनि अब ट्र्याक्टर हातले ट्र्याक्टर भइसकेपछि अब हलो जुवा नै अब नहुने स्थिति भइसक्यो होइन
धन्यवाद एकदमै मन परायो खुसी लाग्यो तपाईँको यो डिजाइन एकदम देखेँ हजुर हाम्रो खानेकुराहरू चाहिँ कस्तो छ मेरा पन्ने की भिडियो हुँदै थियो केही कमी कमी हस् त म तल मेरो उसमा जान्छु है हजुर हस् त यो त हजुर भिडियो पो गर्दै हुन्छ हजुर जाति एकदमै अनि यहाँ ल यसरी भिडियो गरिदिएर प्रचार प्रसार गरिदिनु लाग्नुभयो अब यो पनि मेरो आफ्नो जिल्लाको नामहरू पहिला गाविसहरू अब उता भोजपुर जिल्लाको सबै गाउँपालिकाहरूले सङ्केत गरेको छु उता हजुर बस्नु भएको छ भने हजुर यता चाहिँ मेरो आफ्नो पहिला गाविसहरू म र आफ्नै चाहिँ खैरङ गाविस सिन्दाङ अनि हतुवागढी गाउँपालिका यस्तै छ हजुर मेरो बस्ने ठाउँ चाहिँ आइदिनुहोस् न मेरो यहाँ भाइहरू छ भाइ बुवाहरू ल आइसकेछ मेरो त्यो साहुजी खिच्नु